हेलो नमस्ते सबैलाई। आज म धेरै खुसी छु किनभने म आज न्युजिल्यान्डमा भएको हाम्रो नेपाली समुदायको तिहार कार्यक्रममा सहभागी हुँदैछु। हामीहरू चाहिँ यहाँ हल्नेर पुगिसकेका छौँ। आज चाहिँ देउसी भैलो प्रोग्राम हो हैन, तिहारको अब भर्खर स्टार्ट हुँदैछ अनि हामी म्याक्सिमम प्रोग्रामहरू यहीँ हुन्छ। चिज प्रोग्राम पनि यहीँ भएको थियो। उहाँ दिदी र म चाहिँ आज नाच्दैछौँ हैन, तर सिकेकै छैनौँ एउटा कुरा हैन। के नाच्छौँ हामीलाई पनि थाहा छैन। जस्ट हामी नेपालीको लोकल पहिलाको जुन हाम्रो तिहारको जुन थियो त्यस्तै खालको मादलमै नाच्ने हो। नाच्नमा अब हामी दुईटालाई छान्नुपर्छ हैन, के हुन्छ थाहा छैन है आज। त्यही पनि हामी आफ्नो गेस्ट दिन्छौँ हैन, बेस्ट दिन्छौँ। अब हेरौँ के हुन्छ। यही हो, यहीँभित्र छ हल चाहिँ हैन। अनि बेबी सावरदेखि लिएर तिहारहरू यी सबै यसमै हुन्छ। अब यो खास के हो प्रोग्राम? यो दीपावलीको प्रोग्राम हो। सिएनएसले कन्टेम्पोरेरी नेपाली सोसाइटीले आयोजना गरेको दीपावलीको हामी सबै नेपालीलाई शुभकामना। आज हामी देउसी भैलो प्रोग्राम गर्दैछौँ। हेलो 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 दिदी। आज म नाच्दैछु, दिदी पनि आउनु भएको छ। दिदी पनि नेक्स्ट टाइम हामी सबै नाच्दैछौँ। अफकोर्स नेक्स्ट टाइम। नमस्ते। मन्पा जानु अघि हामी एकछिन प्र्याक्टिस गर्दैछौँ। अनि त्यसमा चाहिँ शिव दाईले भट्याउँदै हुनुहुन्छ। त्यसमा दिदी लक्ष्मी दिदी र हाम्रा अन्य दाजुभाइ दिदीबहिनीहरू पनि हामीसँग अभ्यासमा हुनुहुन्छ। कोही ताल मिलाउँदै हुनुहुन्छ, कोही गीत सम्झाउँदै हुनुहुन्छ, कोही रमाउँदै हुनुहुन्छ। किनभने यो केवल हाम्रो नाच मात्र होइन, यो हाम्रो संस्कृतिको आत्मा हो। हामीहरू अब डान्स अलिअलि वार्मअप गऱ्यौँ, तर वार्मअपै भइसक्यो। अब चाहिँ डान्समा चाहिँ जस्तो बराबर देखाउँछ। हर साल त राम्रै देखान्थे, अब यसपालि एकदम कतिदिरहेको छ। यसपालि पनि राम्रोसँग नाचगान गरेर पैसा थुप्रै जानुपर्छ होला। मुखिया बा भन्दा नि मुखिया आमाको अगाडि मजाले नाच्नु है। मलाई नाच एकदम मनपर्छ। हामी विदेशमा बजे जस्तो लागिरहेको छैन। अहिले हामी नेपालमै छौँ जस्तो नेपालकै सम्झना आइरहेको छ। हजुरहरूलाई शुभकामनाहरू आउने साल पनि यसभन्दा अझै रमाइलो गरेर आउनु होला। हामीमा त्यसरी स्वागत छ अर्को सालको लागि। धन्यवाद।
नेपालमै भएको जस्तो अनुभूति भयो सबैजनालाई, सबैजना नाच्नुभयो, सबैजना गाउनुभयो। त्यही नै होला सायद अब हामी चाहिँ अब टाढै भए पनि सबैजना एकजुट भएर नाच्दै गाउँदै रमाउँदै एकदम आफ्नो आत्मीयता बढाउने भनेकै यस्तै हाम्रो संस्कृतिबाट हो। हाम्रो संस्कृतिलाई सधैँ जोगाइराख्नुपर्छ र हामी सबैजना खुसी छौँ यस्तो प्रोग्रामहरू कन्डक्ट गर्नुभएकोमा क्यान्टरबरी कम्युनिटीलाई धेरै धेरै धन्यवाद छ। अझै आउँदो दिनहरूमा पनि यस्तै रमाइला कार्यक्रमहरूमा सहभागी हुन पाउनेछौँ भन्ने आशा छ र थ्याङ्क यू सो मच टु एभ्री वान फर वाचिङ माई भिडियो। थ्याङ्क यू सो मच, बाई बाई।